फाइनली गाइज हामी यो देउराजेको अनि नयाँ अनि घुम्नको निम्ति बनाएको रिस्टोर रहेछ। रिस्टोरमा चाहिँ हामी जाँदैछौँ अनि एकदम खुसी लागिरहेछ साथीहरू। आजको मौसम यस्तो छ है, यस्तो छ। अनि यता हाम्रो गाउँ एकदमै धुमिरहेछ, यस्तो धुमिएको रहेछ। ल हालेलुया प्रभु, धन्यवाद प्रभुलाई, परमेश्वरलाई आजको यो सुन्दर समय हामीलाई दिनुभयो। एकदमै रमाइलो जस्तो लाग्यो मलाई चाहिँ, रमाइलो फिल भइरहेछ। हाम्रो दाइहरू आउनुहुँदैछ। ल जय मासी, जय मासी, ल जय मासी, जय मासी छोरी। ल हामी चाहिँ प्रवेश गर्न लाग्यौँ यो भर्खर बनाउँदै गरेको रिस्टोरमा। कस्तो रहेछ हामी हेरौँ। पहिलो अनुभव, पहिलोचोटि हामी आएको। अनि तलतिरको भ्यू चाहिँ देखिँदैन रहेछ, यतातिरको चाहिँ राम्रो देखिन्छ। गेट खुल्दैछ। ल गेट पनि खुलिसक्यो, झन्डै भाँच्यो पनि। ल हामी छिर्यौँ पनि है। ल यता हेरौँ है त अब आजको कस्तो रहेछ हेरौँ। जोस् बनाउनुको लागि प्रयास राम्रै रहेछ यहाँनिर। यसो हेर्दाखेरि प्रयास राम्रो छ। ल ओ माई गड, त्यहाँ बस्ने ठाउँ त व्यवस्थित ठाउँ छ त्यहाँ। हेरौँ है अब। घाम भए पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ। हालेलुया प्रभुलाई धन्यवाद। र हाम्रो शाखा चर्च, हाम्रो जालेखोपको शाखा चर्च चाहिँ यहाँ अलिअलि रहेछ।